ओके, यो क्वेसन हेर्दा अलिक गाह्रो छ जस्तो देखिन्छ, तर छैन। किन छैन भन्दाखेरि प्लस माइनस यता छ, यता मल्टिप्लाईमा छ। प्लस माइनसबाट मल्टिप्लाई बनाउने भनेको हाम्रो सी प्लस डी या सी माइनस डी फर्मुला हो। तर यहाँ 1 1 छ र हामीलाई यस्तै कस भ्यालुको टर्ममा चाहिएको छ, त्यही भएर 1 लाई चेन्ज गर्न सकियो है त। र कस 1 भनेको कति हो, मतलब कस 0 भनेको 1 हो कि हैन, त्यही हामीले रिप्लेस गर्यौं। तल पनि कस 0 हाल्यौं। ओके, हामीलाई एउटा 5 चाहिएको छ, एउटा 20 चाहिएको छ। अब 0 र 10 गर्यौं भने 5 आउँछ हैन, आउँछ नि, आउँछ। सो लेट्स फोकस अन द्याट र अरु सल्भ गरौँ आफै। ओके, यो भाग कस कस छ भने के हुन्छ, माइनस छ भने साइन साइन हुने हो। 0 माइनस 10/2, 0 प्लस 10/2। यहाँ चाहिँ के हुन्छ भने सी माइनस डी छ भने डी माइनस सी हुन्छ है त। माइनसमा चाहिँ उल्टो हुन्छ है, त्यो चाहिँ अलिकति डिफ्रेन्ट हुन जान्छ। यहाँ पनि साइन सी डी छ भने डी माइनस सी, त्यति फरक हो। अब प्लसमा त जुन सुरुमा लेख्दा पनि भयो। अब तल प्लस छ भनेपछि कसै भयो, 0 प्लस 10/2 कस 0 माइनस 10/2। अब माइनस छ भने माइनस कमन लियो भने के हुन्छ, प्लस हुन्छ है त। त्यही भएर प्लसको फर्मुला लाउने। अब यहाँबाट यो 2 कमन तान्ने अनि 2 काटिन्छ। अब भित्रको सल्भ गर्ने। साइन 5, यो पनि साइन 5। ओके, साइन 5 साइन 5। साइन 50 माइनस 40/2 कति हुन्छ, 10/2। यो पनि साइन 5। साइन 90/2 45। अब कस 5 कस माइनस थीटा कस थीटै भयो। कस 90/2 45 कस 5। ओके, माथिबाट साइन 5 कमन आयो, साइन 5 साइन 45। तलबाट कस 5 कमन आयो, कस 5 कस 45। ओके, साइन बाई कस भनेको के हो, 10 हो किन, एउटा आयो है त। अब यो रोकोलाई फेरि सी प्लस डी नै गरिदिने। 2 साइन 5 प्लस 45/2 कस 5 माइनस 45/2। कस कस छ भने के हुन्छ, साइन साइन हुन्छ है त। 45 माइनस 5 सी माइनस डी हुँदाखेरि डी सुरुमा लेखियो, 2 काट्यो, 50/2 भनेको 25, अनि 45 माइनस 5 40/2 20, यो 20, यो 25। साइन 25 काट्यो, कस बाई साइन भनेको कट 20 आयो है।